प्रविधिको सही प्रयोग गर्नु हुँदैन कि सफल पारौँ सफल पारौँ महिला एकताको लागि एक सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अधिकारहरू खोज्न पर्यो। यी विषयमा हामीलाई ज्ञान भयो भने, इतिहासको विषयमा हामीलाई थाहा छ भने निश्चित रूपमा वर्तमानमा आफ्नो जीवनलाई चलाउने क्रममा हामीलाई धेरै अप्ठ्याराहरू अथवा अप्ठ्यारा परिस्थितिको सामना गर्नु परे पनि हामी त्यसलाई निराकरण गर्न सक्छौँ अथवा त्यो जटिल परिस्थितिदेखि आफ्नो जीवनलाई, आफ्नो समाजलाई, आफ्नो समुदायलाई हामी माथि उठाउन सक्छौँ। त्यसो भएको हुनाले पनि हामीले इतिहासको कुराहरू खोजेर, जानेर, बुझेर अनि वर्तमान र भविष्यको निम्ति हामी मजबुत हुनुपर्छ भन्ने मेरो पनि बुझाइ छ। त्यसो भएको हुनाले अघि नै पूर्ववक्ताहरूले भन्नुभयो, तपाईँहरूलाई स्मरण गराइसकेको छ, डोमिनिकन एउटा रिपब्लिक, गणराज्य, गणतन्त्र जिलु सरकार तत्कालीनले गरेको 3 दिदीबहिनी को हत्याको प्रसङ्गहरू पनि उठाइसक्नुभयो। पेट्रिया, मिर्नेवा अनि मारियाको, र त्यो हत्या पश्चात किन चाहिँ हामीले यो हिंसा विरुद्धको अभियानहरू अगाडि बढाउनु पर्छ भन्ने कुराहरू पनि तपाईँहरूलाई प्रस्किसकेको छ। 23 देशका उत्साहित महिलाहरूले 1991 मा त्यो सेन्टर फर वुमेन ग्लोबल लिडरसिप भन्ने एउटा संस्थाको सहयोगमा उहाँहरूले यो 16 दिने अभियान कार्यक्रमहरू सञ्चालन गरेको कुराहरू पनि समान अधिकार र पहुँचमा पुर्याउने साकेला गाउँपालिकाको नीतिगत प्रयास नै छ र हामी त्यही प्रयासलाई व्यावहारिकतामा उतार्ने प्रयासमा पनि छौँ। तपाईँहरू गर्व गर्नुपर्छ। तर मैले अघि नै भनाइ प्रारम्भ गर्नुभन्दा अगाडि नै मैले केही कुरा राखेको थिएँ। आफ्नो अधिकारको खोजीहरू गर्नलाई हामीलाई ज्ञान पनि हुनुपर्छ। जब ज्ञान हुन्छ अनि हामी अधिकारका निम्ति आवाजहरू बुलन्द गर्न सक्छौँ। जब आवाजहरू बुलन्द हुन सक्छ अनि सरकारको विवेकको आँखा खुल्न सक्छ, सरकारको बन्द भएको कानहरू खुल्न सक्छ अनि उठाइएको आवाजहरू सुन्न सक्छ। जब सुन्न सक्छ अनि मागहरू सम्बोधन हुने एउटा फेरि सिरियलहरू सुरु हुन्छ। भनाइ छ, हामी भन्ने गर्छौँ, बच्चाले पनि नरोई आमाले दुध दुँदैन भन्ने एउटा साधारण लजिक छ। त्यसो भएको हुनाले त्यसका निम्ति तपाईँ हाम्रो सहभागिता योभन्दा मजबुत र दर्मिलो अबको भविष्यमा हुनुपर्छ भन्ने म साकेला गाउँपालिकाको तर्फबाट साकेलावासी तमाम महिला दिदीबहिनीहरूलाई म आग्रह गर्न चाहन्छु।